नमस्ते साथीहरू, हाम्रो यात्रा सफलै भइरहेको छ भन्न सकिन्छ। तर के प्राविधिक कारण वा त पानीले गर्दाखेरि समस्या छ भनौँ। पानी आउन लाग्यो, दिन धुम्म छ, साँझ पर्न लागिसक्यो, हाम्रो बसाइ थोरै पर रहेको छ र यो हामी आगो बाल्नको लागि प्रयासरत छौँ भन्न सकिन्छ अहिले। तर पनि यो विविध कारणले हामीले आगो बाल्न नसकेको कारण हामी चिन्तित पनि छौँ र तनावमा पनि छौँ, किनभने सब दाउराहरू चाहिँ यस्तो भिजेको र आगो बाल्नलाई हामीलाई अलिक अप्ठ्यारो भइरहेछ। यस्तो दाउरा भेलाउने क्रममा चाहिँ बाँस पर्छ, बाँस बल्छ होला र तपाईहरूलाई मेरो भिडियो कस्तो लाग्छ त तपाईहरूले पक्कै सुझाव दिनुहोस्। यदि तपाईँ नेपाल र नेपालीपनलाई माया गर्नुहुन्छ भने पक्कै पनि तपाईँहरूले मेरो भिडियोलाई मन पराइदिनु हुनेछ भन्ने मैले आशा लिएको छु। र किनभने पनि हामी नेपाली हौँ र हामी नेपाली एकअर्कालाई सपोर्ट गरेर अगाडि बढ्नुपर्छ भन्ने लाग्छ। किनभने तपाईँहरू पनि नेपाली, म पनि नेपाली। हेर्न सक्नुहुन्छ, मैले यहाँनिर नेपालको झन्डा साथमा बोकेर आएको छु वा लिएर आएको छु र जति पनि साथीहरू हुनुहुन्छ नेपाली प्रेमी वा नेपाली भूमिलाई माया गर्ने, उहाँहरूले पक्कै पनि यो भिडियोलाई लाइक, कमेन्ट र मेरो भिडियोलाई सेयर पनि हुनेछ भन्ने मैले अपेक्षा लिएको छु। किनभने जति पनि नेपाली साथीहरू हुनुहुन्छ उहाँहरूले नेपाली दाजुभाइ, दिदीबहिनी, अन्य व्यक्तिहरूले जतिले पनि नेपालको प्रचार प्रसार गरेर नेपाली भूमिलाई माया गर्नुहुन्छ, आन्तरिक र बाह्य पर्यटक भित्राउनको लागि यो खालको जुन भिडियो हुन्छ नेपालको प्राकृतिक सुन्दरतालाई उल्लेख गर्दै वा त्यसको बयान गर्दै बनाइएका भिडियोहरू चाहिँ अरूमाझ सेयर गरिदिनु भयो भने पक्कै पनि नेपालको यो सुन्दरता र यो प्रकृतिसँगको मिलन भनौँ न, होइन, एक प्रकारको, जहाँ हामी यो सुन्दर प्रकृतिभन्दा बाहिर रहन्छौँ त्यति बेला हामीलाई समस्या हुन्छ र हामी जुन वास्तविक जीवनभन्दा चाहिँ बाहिर रहन पुग्छौँ जस्तो लाग्छ। किनभने जब हामी यो सुनसान र यस्तो जुन प्राकृतिक यो चराचुरुङ्गी